चाहिँ दोकानेले साह्रै राम्रो दिएछ क्या सबै बिउ उम्रेको छ यहाँ हेर्नुहोस् न कुन्युमा पनि उम्रिने बिउ भनेपछि त कति राम्रो छ त यहाँ भाइहरूले यहाँ धान निकाल्नै सकेनन् अरे तातो भएर अरे तातो भयो कस्तो तातो छ साह्रै तातो भयो साह्रै ए यहाँबाट झार्दैछ नि कुन्यु यस्तो छ बिजौ के गर्नु धान उम्रेको छ यसरी कुन्युमा हाम्रो त धान उम्रेको हेरौँ यसरी टाउकोमा बोक्न नसकेर यसरी बोकेर यसरी उहाँदेखि ल्याएर ट्र्याक्टर पनि खेतभित्र नछिरेर आँगनमा ल्याउनु परेको छ ट्र्याक्टर ड्राइभर भागो कहाँ भागो झारिसकेर यहाँ चाहिँ यस्तो चिसो छ चलाउँदाखेरि यस्तो चिसो छ धान यस्तो कालो छ कसरी खाने होला भगवान् यसपालि धान चामल कसरी खानु माम कसरी खानु गाह्रो छ हामीलाई हाम्रो ड्राइभर चाहिँ यहाँ लुकेर बसिरहनु भएको छ यहाँ बुवा हुनुहुन्छ हाम्रो धान बाबा बिग्रियो होइन बाबा हाम्रो धान बिग्रियो के बिग्रेन हामीले के गरेर बिगार्यौँ सुतेर भिजाएर पानी पर्न दिएर अलि अगाडि उठाउनु पर्ने थिएन 2-3 दिन त्यत्रो चानस दिएको भगवान्ले तिमीहरूले बिगारे पानीले धान बिगारेको छ हामीले गाली खायौँ यस्तो हुनुहुन्छ हाम्रो बाबाले गाली गर्नुहुँदैछ